गुड मर्निङ मधेरा भन म्युजियम चाहिँ गइन्छ पक्का अन्त चाहिँ अब यस Good. हामी तयारी छ पहिला खाना खान्छौँ केबल कारतिर खोज्दैछौँ अब केबल मधेराको भ्यू एकचोटि लिने ट्राई गर्दैछौँ वा किन नि मिल्ला ल हामी अब टिकट काट्ने ठाउँ त्यहाँ रहेछ अनलाइन किन्न मिल्दो रहेछ तर हाम्रो सन्ततिहरू यिनीहरू दुइटा मनगाउनको झल्को देखायो मलाई चाहिँ है भिडियो खिच्नु पर्यो त्यहाँ हेर्न पार्क रहेछ कि हो बोटानिकल गार्डन यहाँबाट स्टार्ट हुँदैछ अब यहाँभित्रको के छ दृश्य उल्टो भयो क्या हाम्रो यता त्यहाँ वेस्ट भयो टाइम ल जाम 1320 तिरको भनेपछि के गरे राति झल्को मूर्ति छ के सुत्दा रहेछ त्यसै सुत्ने रहेछ नि म्युजियम रहेछ क्या हो गाइजहरू त्यो म्युजियम रहेछ ल सुत्दो रहेछ कि त्यसै सुत्ने रहेछ कि यहाँ त खुट्टाले चाल्दो रहेछ कि एक्सनै देख्न पाइएन फेरि उता गयो सिजन रहेछ त दिनैभरि लाइन रहेछ पानीबाट झरेको आमामा खतरा रहेछ अब मौसम नि पापा बुबु हुन्छ नि 360 भ्यू ल चकलेट ल याटहरू ट्रफीहरू सबै छ क्या पोर्टो सान्तो भन्ने टापु छ कि त्यो टापुमा त थकाइ पनि लागेको छ अलिकति हामी बसेर खाँदैछौँ ल कस्तो छ त साक्यो तिमीले ल आज मधेरा आइल्यान्डको दोस्रो दिन ब्रेकफास्ट बन्दैछ आज पनि हामी घुम्न जाँदैछौँ बुढीले बनाउँदै छिन् बच्चाहरू चाहिँ यहाँ खेलेर बसेका छन् ओ बुढाहरू के छ तिमीहरूको हल्लीचल्ली के छ आज सेकेन्ड डे कस्तो लागिरहेको तिमीहरूलाई साइसाले कस्तो लाग्यो नि फिलिङ गुड गुड क्वाइट नो क्वाइट ल बाँकी भिडियो पछि आउँछ है गाइजहरू बाई बाई गरिदियो मर्निङ भ्यू पनि कस्तो रहेछ ओ एमजी पानी पर्नु लाग्छ पुरै बादल यार आज मजाले घुम्ने भनेको त हुन त यहाँको मौसमको कुनै भरै छैन पानी पर्न पो लागिसकेछ त यहाँमा समुद्री इलाका भयो पानी र उसको भरै हुन्न कामको मर्निङ भ्यू यस्तो रहेको छ हावा पनि चलिरहेको छ अलिअलि आनन्दले यहाँ बस्नुलाई यो हो नि त मजा लाइफको मर्निङको ब्रेकफास्ट सुरु हुँदैछ मेरो कफी वाट ह्यापेन
ल बुढाबुढी गुड मर्निङ मधेरा भन दाला दाला शब्दै पुगेन के आउनु त तिमी पनि ल हामी अब ब्रेकफास्ट गर्दैछौँ त्यसपछि आजको कार्यक्रम सुरु मर्निङ भ्यू पनि हेऱ्यो होइन कस्तो लागिरहेछ अब आज खै कता कता गइन्छ थाहा भएन आज क्रिस्टियानो रोनाल्डोको म्युजियम चाहिँ गइन्छ पक्का अन्त चाहिँ अब बच्चा सानो सानो लिएर हिँडेछु सबै ठाउँ पोसिबल होला जस्तो छैन है गाइजहरू हेलो हेलो ल ल आज सेकेन्ड डे मेरो छोरी रेडी हुँदैछन् ये साइसा हाउ आर यु हाई ल बुढी नि रेडी हुँदैछ आज कता जाने घुम्न ये यस पानी पर्ला जस्तो छ बाहिर छिटा हाने थियो अलिअलि यु आर वेलकम यता जङ्गल रहेछ अब हामी पहिला खाना खान्छौँ अनि त्यही समयको लागि घुम्नु होयर होयर हेलो डगी भन्दै कस्तो लाग्यो तिमीलाई My handsome husband is also ready ल कहाँ जाने हो आज आज अब हेरौँ दुई ठाउँमा जाने प्लान छ अहिले ओके सरप्राइज ओके नानी पनि रेडी भइसक्यो ल साइसा पनि रेडी वाउ माई टु लिटिल ब्युटिफुल प्रिन्सेसहरू पनि रेडी भइसक्यो घुम्न जानलाई वाउ ल हाई भन्छ साइसा ओके ल हामी अब यहाँ झर्दैछौँ आज सेकेन्ड डे अब घुम्ने तयारी छ पहिला खाना खान्छौँ त्यसपछि बल्ल नि घुम्नको लागि हिँड्छौँ ल अब हामी हिँड्दैछौँ केबल कारतिर खोज्दैछौँ अब केबल कार खोजेर ट्याक्क केबल कार चढेर अब रमाइलो हुन्छ ल अब हामी केबल कार चढ्ने ठाउँनिर आइपुग्नु लाग्यो त्यो देखियो नि त्यो केबल कार चढ्ने ठाउँ हो ल अब हामी केबल कारबाट मधेराको भ्यू एकचोटि लिने ट्राई गर्दैछौँ ऊ आएन नि केबल कार यहाँ आएपछि चाहिँ केबल कार चढ्नै पर्छ भन्छन् हेरौँ कस्तो छ ल हामी पर्दैन भित्र किन्न नि मिल्ला ल हामी अब त्यो बादलभित्र जान्छौँ केबल कारमा केबल कार चढ्ने ठाउँ यो यहाँ चढ्ने ठाउँ टिकट काट्ने ठाउँ त्यहाँ रहेछ अनलाइनै किन्न मिल्दो रहेछ तर हाम्रो मिलाउनु पर्छ बच्चाको लाग्दैन ल हामी अब यहाँ वेट गर्दैछौँ केबल कार आउँदैछ केबल कार चढ्ने त्यहाँबाट हो सबैजना लाइन बस्दैछन् मेरा सन्ततिहरू लाइन बस्दैछन् सन्ततिहरू यिनीहरू दुइटा ए सानो सन्तति ल यसरी यसबाट चाहिँ हाम्रो यो फुन्चाल मधेराको 360 डिग्री भ्यू लिन सकिन्छ केबल कारबाट अब बाँकी भिडियो केबल कारबाट आउँछ नानी कस्तो लाग्यो तिमीलाई डर त लागेन नि कतिचोटि चढ्यो तिमी डर त लागेन नि ल
हामी नानी तिमी कहाँ मनकामना हो मनकामना हो कि मधेरा हो मनकामना नि यसरी कुरेर बस्दै मनकामनाको झल्को देखायो मलाई चाहिँ है ट्याक्क यसरी आउँथ्यो मनकामना ट्याक्क मनकामना माताको दर्शन गरिन्थ्यो यहाँ अब कुन माताको दर्शन गर्ने थाहा छैन त्यो सिस्टम एउटै हुँदै चाहिँ जहाँ चाहिँ एकै है ल हाम्रो केबल कार ट्याक्क अब स्टार्ट भएको छ केबल कार अब हिँड्यो नानी कस्तो भयो मजा आयो हाय हाय वाउ ल हाम्रो अब 360 डिग्रीको भ्यू लिन्छु म अब यो होइन त्यो हौसला नि फेरि ल हामी अब केबल कारको यात्रा गर्दैछौँ हजुर 9 बजी भिडियो खिच्नु पऱ्यो बुङ्गे हुन्छ बुङ्ग नौ बुङ्ग यहाँबाट आउँदैछ त्यो त खिच्नु पऱ्यो नि आहा क्या चित्त ल आनन्द आउँदैछ गुम्म नहुँदैछ क्या त्यही भन्दैछ उसले अन्त ल अब यो फुन्चाल मधेरा हामी अब हाइटमा पुग्दैछौँ ल अब हामी माथि पुग्दैछौँ ल अब धेरै माथि आइसक्यो अझै माथि छ यहाँबाट अब एकदम भ्यू राम्रो आउँछ यो हामी बसेरतिर आउनु लाग्यो नानी होइन केबल कार देखिन्थ्यो देखिन्थेन यता यो सानो छ आइल्यान्ड छ तर एकदम विकास चाहिँ राम्रै रहेछ यहाँको विकासले फड्को मारे किनकि यो टुरिस्ट एरिया हो त्यही भएर तल रोडहरू पनि कुदाइ छन् लरीदेखि लिएर सबै छन् कस्तो राम्रो घर रहेछन् ल हेर आहा हेर त तल होइन चौर हेर बस्ने ऊ त्यो चर्च रहेछ पुरानो कति 1000 वर्ष अगाडिको पुरानो होला अब चाहिँ हामी माथि अझै जाँदैछौँ चितवन जिल्ला मात्रै छ क्या छैन ल हामी यहाँ ओर्लिसकेका छौँ ल यहाँ अब घुम्ने ठाउँ चाहिँ त्यहाँ हो जस्तो छ त्यहाँभित्र छिर्दैछौँ हामी ऊ हो रहेछ ल ऊ यहाँ माथि नि रहेछ यता चाहिँ त्यहाँ हेर पार्क रहेछ क्या अहिले यहाँ घुमौँ अनि पारी जाउँला माथि यहाँबाट जानु रहेछ यहाँबाट घुम्ने पार्क जस्तो छ माथि त्यहाँ पनि अहिले पुग्नेछौँ पहिला यो घुमौँ है के छ यहाँ हेरौँ ल हामी यहाँबाट केबल कारबाट ओर्लिसकेका छौँ यहाँबाट मधेरा फुन्चालको दृश्य के रहेछ यो फ्लावरको गार्डन के हो बोटानिकल गार्डन साइज भागी गर्छ त ओहो समात डेन्जर डान्स ल हामी यहाँ केबल कारबाट झरेर फेरि एउटा बोटानिकल गार्डन रहेछ त्यहाँ छिर्दैछौँ एकदमै राम्रो रहेछ यहाँबाट स्टार्ट हुँदैछ अब यहाँभित्रको के छ दृश्यहरू म हजुरहरूलाई देखाउँदै गर्छु है हामी चाहिँ उता केबल कारबाट झरेर यता फेरि टिकट काटेर यो गार्डनभित्र छिरेका छौँ ल यो चाहिँ म्युजियम रहेछ उल्टो भयो क्या हाम्रो यताबाट ल हामी म्युजियमबाट बाहिर निक्लेर केही न कामको पिक्चरको मात्र रहेछ म्युजियम चाहिँ यहाँ वेस्ट भयो टाइम ल जाम ल यहाँ एकदम राम्रो रहेछ ओहो ल उहाँ झर्ना पनि रहेछ
यताबाट जानु नि त नानी, यताबाट त तल जाने ल ल यहाँ यी जङ्गली मान्छेहरू पनि रहेछन्। ओहो ल जङ्गली मान्छेहरू। यहाँ पहिलाको जमाना यस्ता मान्छेहरू हुन्थ्यो अरे। त्यसको फोटो चाहिँ यो छ 1300 आम्मामा 1320 को फोटो 1367 1320 देखि 67 आम्मामा यस्तो कति पुरानो होला सोच्नु आफै हो तपाईँहरू। ल हेर्नु 1320 तिरको भनेपछि आम्मामा यो कहाँबाट आयो यस्तो? खै जाम न जाम हेरौँ सुरौँ। म हेरेर आउँछु है त। मान्छे गाड्ने होला यही होला। यहाँ चाहिँ मान्छे गाड्ने सुरुङ पनि रहेछ। ढोका लगायो त मान्छे गाड्ने रहेछ त। नै नानी तर्साउँछ है तर्साउँछ तिमीहरूलाई तर्साउँछ। तल पुरै यहाँ चाहिँ अझै राम्रो रहेछ। पार्कहरू जताततै एउटै लाग्यो मलाई। यो अब फिसी साइज फिस ल कस्तो दामी खालको माछा रहेछ। फिस साइज फिस म चाहिँ यता जान्छु है। यो चाहिँ खै जापानिजहरूको केही हो जस्तो छ। यहाँ मूर्तिहरू रहेछन्। जापानिज सेनाहरू रहेछन्। ल दोस्रो विश्वयुद्धको होला। ल हेर यहाँ के गरे जापानिजहरूको मूर्ति छ के रहेछ। यहाँ गुम्बा पनि छ कि त्यो फोटोमा थिएन है। खाइस के भयो गनगन नगर नि तिमी। के हो के रहेछ यार है। घन्टी पनि रहेछ। नानी के छ अरे त्यहाँ? फ्लामिङ्गो ल ऊ यहाँ झन् राम्रो रहेछ। ल फ्लामिङ्गो छ अरे। फ्लामिङ्गो ल कम त्यो चाहिँ हाम्रो सेकेन्ड डे हो होइन मधेरा आइल्यान्डको। Wow, that's great. Size. Yes. What's that? माछा पनि रहेछ नि। वाह ल फाइनली यस्तो राम्रो रहेछन् चराहरू यहाँ। एउटा खुट्टा मात्रै छ क्या यसो त कहाँ उचाले त खै छैन एउटा मात्रै रहेछ। पछाडि रहेछ पछाडि खुट्टा लुकाएको यस्तो हरामी रहेछ। त्यो त्यसले पनि त्यही रहेछ। सुत्दा रहेछन् त्यसरी सुत्ने रहेछन् कि यिनीहरू। मजाको हावा चले यो ठाउँ छोडेर मलाई जानै मन लागेन। के गर्ने होला। एकदम रमणीय दृश्य आनन्दको ठाउँ। शीतल न गर्मी छ न जाडो छ। एकदमै राम्रो रहेछ। उहाँ म्युजियम रहेछ क्या हो गाइजहरू।
त्यो म्युजियम रहेछ ल जाउँ 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 एक ठाउँमा नभुलौँ टाइम छैन बाई बाई डग गरिदेऊ साइसा बाई बाई डग जाम जाम ल के साइसा डग वा ब्युटिफुल डग त्यसले टाउको भित्रै हाल्यो के सुत्दो रहेछ कि त्यसै सुत्ने रहेछ कि त्यस्तो लाग्यो मलाई आमा कत्रो ठुलो आएको छु वा यता खुट्टाले चाल्दो रहेछ कि काम 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 अब यताबाट माथि माथि लाग्ने रहेछ कि होइन ल माछाहरू रहेछ वा एक्सनै देख्न पाइएन नि त यसले एकदम कर्तक देखाउनु रहेछ यसो एकछिन कुरेर भए पनि खिच्छु म ल यसले के गर्दो रहेछ लास्टसम्म हेरौँ यसले रमाइलो गर्दो रहेछ सबलाई इन्टरटेन गराउँदो रहेछ एक्सन स्टार्ट दाना रहेछ दाना खाँदैछ दाना त्यो यसको घर हो अब यसले खेल देखाउँछ जस्तो लाग्छ मलाई खेल देखा अब यता गयो यसलाई एरिया चाहिन्छ अब ब्याक हुन्छ अब खेल देखा त यसले खेल देखाउँछ नानी अब हेर अब भाग्छ दौडिन्छ गर्दै गरेन क्या होइन कतिचोटि गर्छ फेरि उता गयो के रहेछ साइज ल यो चाहिँ भ्यू टावर जस्तो रहेछ घर पनि छ दरबार होला यो सायद कुनै राजाको जमानाको अथवा म्युजियम हो कि हामी यहाँ नि अवलोकन गर्दैछौँ यहाँबाट चाहिँ सबभन्दा हाइटको दृश्य देखिँदो रहेछ ऊ त होइन खाजा खान थियो नि त्यही होइन मान्छेहरू खाइरहेको थियो यता पनि रहेछ कति रहेछ त्यो सिद्धिन रहेछ त दिनैभरि लाग्ने रहेछ अझ यहाँ पनि रहेछ अझ
यो चाहिँ राजाको दरबार हो कि म्युजियम हो कि के हो त्यो छिर्नु पाइँदैन भित्र डोरी लाखा भित्र छिर्नु पाइँदैन त्यो पहिलाको राजा कुनै राजाको दरबार हुनुपर्छ सायद ल यो चाहिँ बोटानिकल गार्डन रहेछ यहाँबाट अब जापानको जस्तो मन्दिर रहेछ जापानिज मन्दिर यहाँ यस्तो छ यो मन्दिर नजाम तल तल झरम काम छैन यहाँ एक्जिट हेर है नानी अब माथि मात्रै माथि हो क्या अहिले मैले माथि थिएँ नि त्यहाँबाट अनि उता होइन हामी बाहिर सुरुमा पसेको थियौँ नि त्यहीँबाट जस्तो लाग्यो मलाई त्यो पानीबाट झरेको थियो आम्मामा कत्रो रहेछ अब हामी फर्किँदैछौँ त्यो गार्डन हेऱ्यौँ केवल कारबाट झरेपछि हेर्नुपर्ने ठाउँ रहेछ एउटा प्यालेस पनि रहेछ राजाको मौसम नि खराब होला जस्तो छ अब फर्किँदैछौँ हामी यहाँबाट खतरा देखिँदैछ यार ल हामी लाइनमा बस्यौँ साइसाल झगडा गरिसक्यो एकदमै लाइन लामो छ नगरौँ नि तपाईँले बुबु हुन्छ नि अब हामी यो रमाइलो सिद्धिएर फर्किँदैछौँ छैन नि म हाइटबाट भ्यू लिन्छु यहाँको भ्यू एकदमै राम्रो छ आकाशमा कालो बादल लहर फुन्चाल मधेरा फुन्चाल भने यही हो मधेरा फुन्चाल फुन्चाल हामीलाई हिँड्ने चाल भयो भैया क्रुजको त अलि उता है क्रुजको सानो क्रुज मात्रै रहेछ एउटा क्रुज I can see myself, unfortunately. Sorry. Too wobbly, baby. अब चाहिँ खाली खाली आउँदो रहेछ उताबाट यताबाट जाने मात्रै हुन्छन् पुरै यहाँ नि बाटो बनाउनु लाग्छ कि फाँडेर विकास हुँदैछ यहाँ नेपाल जस्तै बाटो फाँडेर बाटो बनाउँदैछ डोरो बनाउँदै पिजा हानिदिइहाल्छ कि यता यस्तो भिल्लाहरू हुँदो रहेछ ठ्याक लाएर यता राम्रो नेपालको पहाड छोडेर जान्छन् यहाँ पहाडमा यस्तो यस्तो हुन्छ खै यो यो घर होइन Yeah. Your hand on the bench. Unfortunately, you can see my reflection. You can see my reflection. That's the photography. I'm trying to get out of the way. त्यो चाहिँ क्रुज राख्ने ठाउँ हो एउटा चाहिँ सानो क्रुज रहेछ दुईवटा ठुल्ठुलो क्रुज थिए गाडी पार्किङ यो घर चाहिँ मलाई एकदमै मन पऱ्यो कि अघि नै पनि आउँदाखेरि मैले एकदम वाच गरेको घर हो यो घर के यो के हेर्नु तल ठ्याक्क उद्यो बस्ने चाइनिज डुबो लाखा ट्याक्क ठ्याक्क पुरै सी भ्यू चाहिँ हावा चलेको एकदमै राम्रो डाँडै डाँडा यो चाहिँ समुद्रको बिचमा रहेको छ आइल्यान्ड हो यो चाहिँ जमानामा अब पहिल्यै ज्वालामुखी विस्फोट भएर बनेको डाँडा होला सायद यो साइन्टिफिकली त्यो भन्छ के अरे होइन अथवा उल्कापिण्ड आएर यहाँ खस्यो त्यही नै डाँडा भयो जमिन बन्यो उल्कापिण्ड के माथिबाट
माथिबाट झरेको के एस्ट्रोइड के एस्ट्रोइड त्यतिकै जमिन कसरी बन्छ त म्याम समुद्रको बिचमा तिमी आफै भन न माछाले आँची गरेर बनाउँछ नि कसरी माछाले बनाउँछ यत्रो ठुलो माछा हुन्छ के भन्छ तिमी पनि नानीको दिमाग त छ होइन तर अलिक उल्टा दिमाग छ क्या मोटा बुद्धि क्या ल हामी चाहिँ अब केबल कारको यात्रा सिद्ध्यायौँ अब हामी कहाँ जाँदैछौँ नानी भन त क्रिस्टियानको रोनाल्डोको घर होइन म्युजियम भन न म्युजियम हेर्न जाँदैछौँ अब हिँड्दै हिँड्दै जान्छौँ हामीलाई हिँडेर कति मिनट लाग्ला नानी 10 मिनट जति लाग्ला जस्तो छ हेरौँ है त ल यहाँ चाहिँ म अब मेरो आउँदै आएन कि ब्लगर स्टिक युज गर्नुपर्ने भयो छिटो दर्शकहरू मेरो यस्तै छ पारा हेर्छन् दुनियाँ सारा 360 भ्यू ल साई छ एकदम झगडा गरी ए हेर्छ साई हेर्छ ल यहाँ मधेराको हामीले अलिअलि झगडा जस्तो लाग्छ मलाई गोरो मान्छे हो म गोरो म त तर के भने समुद्रको यो नजिकको हावापानी मलाई फाप्दैन अलि यो फेरि आइल्यान्ड हो जताततै समुद्रै हुन्छ होइन सब यो टुरिस्ट प्लेस हो टुरिस्टहरू आइरहेका छन् सबैजनाहरू छिटो ल के भयो ल आइसक्रिम ल झर्न लाग्छ यो झर्न लाग्छ छिटो चक्लेट ल हामी जब एकछिन आइसक्रिम खान्छौँ हिँड्दैछौँ बाटोमा गन्तव्य जारी छ हाम्रो ल यहाँ एकदमै राम्रो चाहिँ पुरानो जहाज रहेछ एउटा पानी जहाज ल यहाँ यो पुराना सामानहरू बेच्ने काठमाडौँको हुन्छ नि ठमेलतिर बेच्ने जस्तै सामानहरू बिक्रीमा छन् यो त आउनु नि त अहिले बेलुका है रमाइलो रहेछ त है ल अब हामी त्यो रोनाल्डोको म्युजियम आउनु लाग्यो रोनाल्डोको है रोनाल्डो आयो भने त साइलेन्ट त ल्याउँछ नि नत्र यहाँ त पुरै जामै लाग्छ त्यो आउने भने थाहा पाएन चुप्पो लाएर एकदम कि खाएको गएको थाहा हुन्न अरे कि त्यसरी आउँछ अरे ल यता बोटहरूको रहेछ पार्क बोट पार्क पार्किङ गरेर याटहरूको एउटा याटी किन्ने भनेको नि त्यस्तै भएर रोनाल्डोको घर चाहिँ कता रहेछ पत्ता लगाउनु सकेन म्युजियम चाहिँ त्यो रहेछ यो रहेछ त्यहाँनिर आइपुग्न लाग्यौँ अब हामी बन्द भएर हिँड्छ नि छिर्छौँ आज बन्द भएर रहेछ नि भोलि छिर्छौँ ओके यहाँ चाहिँ 5 बजेसम्म मात्र रहेछ 8 बजेसम्म खोल्छ भनेर ढिलो गरेर आएको हामी 5 बजे साइसकमान यहाँ चाहिँ रोनाल्डोको स्ट्याचु रहेछ अब फेरि भोलि बिहान आउँछौँ हामी आजलाई चाहिँ यहाँ हेर्न सकिएन यहाँ सुनको बल रोनाल्डोले पाएको पुरै ट्रफीहरू सबै छ अरे क्या यो चाहिँ रोनाल्डोको म्युजियम तर आज बन्द भइसक्यो 5 बजे अहिले चाहिँ 6:30 भइसकेको रहेछ
त्यसै कारणले अब फेरि हामी भोलि बिहानै आउँछौँ, यहाँ अवलोकन गर्छौँ, त्यसपछि रिटर्न ब्याक टु लिजबन हुन्छौँ। ल अब म्युजियमको काम चाहिँ हामी भोलि हेर्छौँ होइन। आज चाहिँ त्यसैको वरिपरि हिँड्छौँ। अब के गर्ने, ढिलो आइएछ, ढिलो भयो आउँदा आउँदा। यो आर्ट चाहिँ म एकदम राम्रो लाग्छ कि यहाँको पोर्चोर फिस बनाएको हेर त के जोडेर कबाडी कचरा फचरा पुरै हेर सबै कचरा जोडेर के। पोर्तो सान्तो भन्ने एउटा चाहिँ टापु छ होइन, त्यो चाहिँ यो क्रुज जान्छ, एक दिन जान्छ, बिहान जान्छ बेलुका आउँछ। पोर्तो सान्तो भन्ने टापु छ कि, त्यो टापुमा जाने हो कि। पोर्तो त्यो टापुको लागि मात्रै हो कि हो, पोर्तो सान्तो लाइन हो, त्यहाँ आउने जाने भइरहेको छ। क्यासिनो छ यहाँ माथि चाहिँ, क्यासिनो पनि छ है, क्यासिनो। ल अब मधेराको पनि घुमघाम करिब सकियो। अब भोलि फेरि यो म्युजियम आउँछौँ हामी, त्यहाँ आएर फर्किन्छौँ। ल आज हाम्रो दोस्रो दिनको नि घुमघाम सकेर घर फर्किँदैछौँ। आजको घुमघाम नि रमाइलो भयो, रमणीय भयो, थकाइ पनि लागेछ अलिकति। अब दोस्रो दिनको आजको अब घरमा यसो हामीले खाना खाएको आयो है। ल आज दोस्रो दिन मधेराको खाना खाने चाहिँ घरमै निर्णय गरियो, घरमा ग्रिल सिरिल गरियो, ट्याकटुक कोकसोक ल्याएर हामी बसेर खाँदैछौँ। ल आउनु त, आऊ साइज माम खाने आऊ। ल घरै ग्रिल गरेको। ल आजको दिन एकदम थकै लाग्यो। अब बेलुकाको हामी खाना खान्छौँ, सुत्छौँ। सेकेन्ड दिन हो आज मधेराको। साइसा आऊ तिमी पनि। ल हामी सुरु गर्दैछौँ टक्कै अलिअलि, ग्रिल घरै ल्याएर गरियो। कस्तो छ त, साक्यो तिमीले? एकदम मिठो छ। नानी कस्तो छ? साइसा के खान्छ तिमी? अब ए चाउछ, साइसाले खाइसकेको रहेछ। ल हामी सुरुवात गर्छौँ। शुभरात्रि। ल चाउ चाउ।